गरिदिन्छ त ल हाम्रोपट्टि कसैबाट घेरी हुन्छ कि ल्याएको हुन्छ म कति गाडी आएको छ आमा लाग्ने टन्नै आएको छ यिनीहरूको गाडी धेरै आएको छ जहाँ जानु तिनीहरूको त्यत्तिकै हो उहाँ पनि त्यस्तै थियो अस्ति उहाँ हेर्नु नि गाडी कति छ त्यता जाँदा नि तिनीहरूको गाडी हो भने दोलखातिर पनि त्यत्तिकै थियो कि दोलखा पशुपति हेर्नु न पशुपति त्यत्तिकै छ जहाँ अब त्यत्तिकै छ जहाँ जान्ला नि नारायण थानमा त्यत्तिकै भिड लाग्छ नारायण थाना उनीहरू यस्तो क्या हिउँद भयो बर्खा यस्तोमा हिँड्दो रहेछ नि क्या धर्म गर्ने हामीहरूको तीर्थ गर्न जान्छ नि बर्खामा 4 धाम त्यस्तो होला क्या होइन यत्रो राम्रो घर यहाँ हेर्नु चाहिँ लानु के छ सटर राखेर घर भने खै बाटो त्यतिकै छ यही बाटो मुनिबाट जाने गाडी क्या उहीँ जाँदाखेरि गोर्खा मनकामना सबै ऊ त्यही हो मान्छेहरू कहाँबाट जाने ए ऊ त्यहाँ रहेछ नि ऊ अहिले अघि देखेँ गाडी कहाँको भने ऊ यो मनकामना जाने गाडी रहेछ मनका मैले भने नि त मनकामना जाने यताउति भने नि त मुनमुन छ अरे अनि गोर्खा नि जान्छ अरे क्या गोर्खा गोर्खा पनि अहिले त सजिलो छ अरे गोर्खा मनकामना अनि त्यही भएर गोर्खा लाँदैन लान्छ कहाँ लान्छ गोर्खा जाने ल्याएकै हो नि त एकतिर भने गोर्खा नगए नि धेरै वर्ष कति कस्तो रमाइलो छ जानु जग्गा हाम्रो पूजा सानो गएको म त एकचोटि म नि हो हाम्रो सबै दाइ हो सबै त्यो रामे गाडीमा गएको क्या म त त्यही सुगन्धीले है कल्लो आयो 26 27 जना गएको थियौँ होइन सुगन्धीले गाडी चाहिँ देखेर म त दुई गोर्खा 3-4 खेर गइसकेँ पहिला अहिले त गएकै थिएन कि त्यही बेला गएको हामी गोर्खा लगेर अनि मनकामना लगायो हो हाम्रो नि गोर्खा पोखरा सबै घुमेर पोखरा नि लगायो त्यो अनि यहाँ बोका काटेर खाएका उनीहरूले पोखरा लगाएर पोखरा घुमाएर एक गाडी लगाएको थियो ठुलो गाडीमा अनि हाम्रो अङ्कल त दमाईसँग दमाईको ज्वाइँसँग सुत्नु पर्यो भने कति हाँसे क्या आउँछ देखिन्छ आउँछ भगवानको शक्ति कहाँ त्यो पाथी भाडा चाहिँ नदेखाएर है केबल कार अलि वर्षपछि हाल्छ तिनीहरूको उस्ता स्थानीय बासिन्दा कुटाकुट गरेर कस्तो जात्रा गरे नि त आम्दानी हुँदैन नि दाम यहाँ पुलिसले कति टाउको फुटाइदिएछ त्यो आम्दानी नभएर हो कि आम्दानी हुँदैन के एउटा मान्छे बोकाइलाई 14,000 चाहिँ अनि एउटा मान्छे बोके 14,000 त्यही भएर त भगवानले दिएनन् भने भगवान नदियो कि मान्छेले नदियो भगवानलाई त होइन के सुविधा हुन्छ तर भगवान नि होला कतिजना रगत थाहा त्यो पनि होला एउटा स्वाद नै हुन्छ नि यस्तोमा चाहिँ खडा प्लेनमा नि हावामा पस्ने बेला खटै गर्छ नि कस्तो गर्छ कान बन्द हुने क्या कान थुकै भगवान मान्छेको दिमाग पनि हो है खराब हिँडेर आउनु पऱ्यो भने कति हो हिँडेर त यो बाटो होइन त गोर्खा उता आगो खाइदिनुबाट म त हिँडेर त एकचोटि नै आएँ हिँडेर उताबाट कति चोटि केबल कारमै हो चढेदेखि पहिला सबैले कतिचोटि दुईचोटि तिनचोटि आएँ म यही केबल कार 3-4 चोटि 4-5 चोटि त सबैले हिँडेर ल्यायो त्यो क्यान जुस छैन क्यान जुस पनि खाएको त्यसले आमा सुन्तलाको पाला सुन्तला खुवाउँदै ल्याएको हाम्रो आरती विवेकलाई त्यो आरती सानी थिए बाउले काँदा हालेर बोके अनि पछि त्यो सुदर्शन यिनीहरू सबैजना आएको थियो कि अनि कान बन्द हुन्छ माथि जति हाइट पुग्यो त्यति बन्द हुन्छ पिलेन नि त्यही भएर कान बन्द हुने होला क्या त्यो पनि माथि उड्या हुन्छ है त्यो कबासहरू हाल्न दिन्छ गाडीमा बाटो हल्लाएको देखायो पेटै दुख्ने जस्तो नि जान्छ दुख्यो है खल्दा खुल्ने बाटो जोइनमा त्यसले बिस्तारै चलाएको स्पिड चला होइन अनि ठिकै छ उसले छुँदो रहेछ क्या टायर मुनिबाट त्यो भएर छोकेपछि त अनि उफ्रिहाल्छ
हेर्नु ल घर हेर्नु न घर तरकारीहरू कति राम्रो मकैहरू हेर्नु न मकै अब आउने बेला भइसक्यो अहिले नभएसम्म मकै खुर्साले खाने होइन त्यही हो किरा पनि लाग्यो होला पनि लाग्थ्यो नि त्यसको काममा राखेर मकै के लाग्थ्यो उहाँ हेर्नु त्यो गरेर रास मकै अब गाई भैँसतिर त्यही होला अब खाने होला पोखरा पालेर तरकारी बारीहरू यताउति फुल्यो हेर्नु न कति राम्रो च्याख्ला स्याख्ला के हाल्छ नि सबैजना लमजुङ घले गाउँ संसार गएर फोटो हालेर कसै गरेर त्यहाँबाट अफिसतिर त्यो कल्पनाहरू नि अस्ति गएको अरे नि त त्यो के त्यो अफिसबाट लगाएर चाहिँ अफिसबाट त्यही लगाएर त अफिसबाट 4 दिनको भन्दै थियो तिनीहरूको अफिस त भाइ त्यो फाइनेन्स पनि कस्तो राम्रो छ त्यही भन्दै थियो 1 महिना 30 दिन बिदा पाउँछ अरे अनि लगाएछ हो त अनि ऊ पनि एउटा नगएको दिन खाजा पाइँदैन अरे तलब पनि काट्दैन अरे त्यही भन्दै थियो मलाई। बिदा पनि कति ऊ म 4 दिन सञ्चेत हुन्छ घुमेर आएको नानी 4 दिन घुमेर आएको भन्थ्यो मोटाएर कसरी आएर बग्यो हेर्नु होला के उसको जग्गाबुढी अप्सन गरेर त्यो कस्तो पलमन्दाहरूको फाइनेन्स त हुन्थ्यो त्यही त फाइनेन्स नि कस्तो राम्रो सुविधा रहेछ भने पलमन्दाले लगाइदियो कतै जानु पर्यो भने 3 महिना छुट्टी दिन पनि पाइन्छ अरे। अनि के त ल त्यस्तो भए चाहिँ हुन्छ तलब नि काट्दैन अरे बिरामी बिदा नि पाउँछ अरे तलब पनि कति छ पनि तलब चाहिँ खै तलब त कति हुन्छ सोधेँ खाजा चाहिँ 130 कि कति आउँछ दिनमा दिनको के त्यो नगएको दिनको चाहिँ खाजाको चाहिँ दिँदैन अरे पैसा नगएको दिन त कहाँ दिन्छ त घरमा बसी कहाँ खानु पाइन्छ त्यसो सरकारी हस्पिटल अन्त्यतिर कहीँ केही सुविधा छैन केही छैन त्यहाँ गयो पनि त्यतिर छ त्यही त त्यो तातो बोल्दै एउटा केही सुविधा छैन हस्पिटल भन्नु मात्रै हो हाम्रो अफिसमा बिदा र त्यो ऊ चाहिँ नपाउने कि अरू त हामीलाई नि राम्रै हो त्यो करारको मान्छेलाई बिदाको नपाउने सुविधा अनि बिरामी बिदा पैसा नपाउने रहेछ क्या त्यो बिदा दुई थर चाहिँ घाटो रहेछ त्यो जुनाहरूको पनि त बिदा हुन्छ अरे त जुनाहरूको पनि 1 महिना बिदा पाउँछ अरे 90 दिन बिदा पाउँछ अरे होला अहिले चाहिँ सुत्केरी बिदासित सबै जम्मा थिएका मान्छेहरू सबै कति आउँछ पहिला जस्तो होइन नि त दिदी भने अहिले मुरी हत्या गरेर आइदिन्छन् क्या सुत्केरी भएर पनि मुरी हत्या गरेर सुत्केरी बिदा त हाम्रो पनि पाउँछ 15 दिन 2 महिना यति ठेकामा जाँदा खाए पनि तिनीहरूको त्यो जुनाहरूको 90 दिन राम्रै पाउँछ के अरे 1 महिना त बिदा लिनु पाइन्छ औषधि उपचारहरू सबै पाइन्छ भन्थ्यो कि सुत्केरी 3 महिना भएर प्रभाले 3 महिनाले के पाउँछ अरे करारको पनि। करारलाई नि हाम्रो नि सबै सुविधा अरे त्यो एउटा सरले भने अस्ति हाम्रो एउटा के छैन बिरामी बिदा भनेर तलब पैसा आउँछ नि अरूको बिदाको हाम्रो त्यो आउँदैन अरे अनि त्यही अब अहिले बिदा नपाउनु रहेछ क्या आफ्नो अब तलब बिदा नपाउनु हाम्रो त्यो जारी दुई थरी घाटा छ छोड्दाखेरि भन्थ्यो जारी क्या। छोड्दाखेरि अरू त अब भत्ता सत्ता ड्रेस भत्ता नि उति आउने हो पुलिस यहाँ पनि रहेछ दसैँ पिसिन उति आउने हो एउटा त्यही बेफाइदा भने त्यो 2 थरी छ भन्थ्यो क्या त्यो सरले कति मिनट लाग्यो होला त है 25 मिनट 20-25 मिनट 24 मिनट लाग्छ अरे अहिले आउँदाखेरि हेरेर आउनु पऱ्यो तत्कालीन नम्बर यो ओह्रालोमा त अलि उकालोमा त अलि ढिलो हुन्छ अरे ओह्रालोमा कालिम्पोङ गर्दा कस्तो अस्ति सररै ठिकै 4 मिनटमा पुगिन्छ त्यो त्यही त भने कालिम्पोङ त चढ्नु नभए ओर्लिने बेला हुन्छ त्यहाँ त बिस्तारै हिँडा त भाइ चाहिँ यो उकालो भयो ठाडो उकालो हो नि त उकालोले क्या एकदमै धेरै उकालो साढे 9 बजी मन्दिर 10 बजे पुग्नु 11 बजे दर्शन त गर्थ्यो होला भिड हुन्छ भने त के भिड हुन्थेन होला भिड त छ होला यत्र गइसक्यो यत्र गएपछि 8 बजीदेखि केबल काटेर अनलाइन टिकट काटेर ओरेर यता 2-3 घन्टा लाइन त बस्नुपर्छ होला माथि त।
बाटो यही हो के यही त होला नि हो यही त्यो त बाटो यही हो अँ। ऊ तपाईँबाट उहाँ देख्नु भएन ऊ माथिबाट ऊ त्यहाँ त्यही रहेछ क्या नत्र त है आउनु अहिले आएको थियो त मान्छेहरू त्यो पिकअप पहिला हामी आउँदा 400 थियो त्यो कहाँ 700 परिसकेको छ 770 होइन